प्रस्तुत छ 2082 साल माघ महिनाको 9 गते शुक्रबार, तदनुसार 23 जनवरी सन् 2026 को दैनिक राशिफल। म प्रस्तुता सुकृति कोइराला उपस्थित भएकी छु। तपाईलाई हार्दिक स्वागत छ। देश विदेशमा छरिएर रहनुभएका समादरणीय व्यक्तित्व, मान्यजन, शुभचिन्तक तथा समस्त धर्मानुरागी सज्जन महानुभावहरूमा हार्दिक अभिवादन टक्र्याउँदछु। स्वीकार गर्नुहोस्। नमस्कार, शुभ प्रभात। जय श्री कृष्ण, राधे राधे र जय श्रीमन्नारायण। राशिफलको आजको नयाँ संस्करणमा तपाईँको दैनिक जीवनका आरोह अवरोहलाई विश्लेषण गर्नुका साथै व्यक्तित्व, स्वास्थ्य स्थिति, धनधान्य, पेसा वा व्यवसाय, शिक्षा दीक्षा, सामाजिक स्थिति, आम्दानी वा खर्च, घर परिवार, वैवाहिक जीवन, प्रेम सम्बन्ध, सन्तान पक्ष, नातागोता, आपसी सम्बन्ध, वैदेशिक क्षेत्र, स्थिर सम्पत्ति, शेयर कारोबार आदि विविध आयामलाई समेट्ने प्रयास गरिएको छ। आजको राशिफलको यस अङ्कलाई जम्मा 2 खण्डमा प्रस्तुत गरिनेछ, जसमा पहिलो भागमा पञ्चाङ्गको विस्तृत विवरण र दोस्रो भागमा व्यक्तिको जीवनमा पर्ने ग्रह गोचरको विश्लेषणका साथमा मेष राशिदेखि मीन राशिसम्मको छुट्टा छुट्टै राशि फलादेश समावेश गरिएको छ। आउनुहोस्, सबैभन्दा पहिले आज शुक्रबारको दिन शुक्र ग्रहको बीज तथा पौराणिक मन्त्रको उच्चारण गरी आजको दिन प्रारम्भ गरौँ। श्री गणेशाय नमः। ओम द्रां द्रीं द्रौं सः शुक्राय नमः। ओम ऐं सरस्वत्यै नमः। हेमकुन्द मृडालाभं दैत्यानां परमं गुरुं सर्वशास्त्र प्रवक्तारं भार्गवं प्रणमाम्यहम्। शुभ प्रभात अनि सुस्वागतम आदरणीय श्रोतृवृन्द। आउनुहोस्, तपाईँलाई पुनः स्वागत गर्दछु। आज माघ 9 गते, तदनुसार 23 जनवरी गते र तारिक अनुसार जन्मदिन मनाउनु हुने सबैमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। त्यस्तै माघ शुक्ल पञ्चमी तिथिमा जन्मनुभएका तथा तिथि थाहा नहुनेहरूमध्ये माघ महिनामा जन्म लिने तथा कुम्भ राशिका वा पूर्वा भाद्रा नक्षत्रका व्यक्तिहरूको सम्भावित जन्मतिथि आज पढ्न सक्ने भएकाले उहाँहरू सबैलाई अष्टचिरञ्जीवीको कृपा र आशीर्वादले दीर्घायुष्य प्राप्त होस् भन्ने शुभकांक्षा समेत व्यक्त गर्दछु। अनि आज वैवाहिक वर्षगाँठ अर्थात् एनिभर्सरी डे मनाउँदै गर्नुभएका जोडीहरूलाई पनि चिरकालसम्म सुखद दाम्पत्य प्राप्त होस् भन्ने कामना गर्दछु। आजको मितिमा घर बाहिर यात्रा गर्दै हुनुहुन्छ भने तपाईँलाई शुभस्ते पन्थनः सन्तु अर्थात् शुभयात्रा भन्न चाहन्छु। याद गर्नुहोला, आज यात्रामा निस्कदा अमिलो पिरो चटपटे खानेकुरा वा जौ खाएर वासस्थान छाड्नु भएमा यात्रामा आइपर्ने विघ्न बाधा र असुविधा हट्ने गर्दछ भन्ने विश्वास गरिन्छ। अब आजको पञ्चाङ्ग श्रवण गरौँ। आज विक्रम सम्वत 2082 साल माघ महिनाको 9 गते शुक्रबार, तदनुसार ईस्वीसम्म 2026 जनवरी महिनाको 23 तारिक, साके 1947, नेपाल सम्वत 1146, सिद्धार्थी नामक संवत्सर, सूर्य उत्तरायण र शिशिर ऋतु। आज श्री वसन्त पञ्चमी, सरस्वती पूजा, बागेश्वरी जयन्ती, रतिकाम पूजनोत्सव, श्री पञ्चमी, मदन पञ्चमी, वसन्त श्रवण, मसी लेखनी पूजा, हलसारो गर्ने दिन अनि तक्षक पूजा। चन्द्रमान अनुसार माघ शुक्ल पक्ष शिल्ला अथवा पञ्चमी तिथि मध्यरात्रिपछि 12:27 त्यसपछि षष्ठी तिथि, पूर्व भाद्रा नक्षत्र दिउँसो 1:56 त्यसपछि उत्तरा भाद्रा नक्षत्र। चन्द्रमा कुम्भ राशिमा बिहान 8:03 त्यसपछि मीन राशिमा। परिघ योग दिउँसो 3:44 त्यसपछि शिव योग। सुरुमा भवकरण दिउँसो 1:05 त्यसपछि बालवकरण मध्यरात्रिपछि 12:27 अन्तिममा कौलवकरण। आनन्दादि योग मध्वाङ्क्ष्य चन्द्रवर्ण कालो बिहान 8:03 त्यसपछि पहेँलो। चन्द्र दिशा पश्चिम बिहान 8:03 त्यसपछि उत्तर। योगिनी दिशा दक्षिण, बाणशूल पश्चिम, धनिष्ठा पञ्चक वा सरुण परेको दिन छ। बाण पञ्चकमध्ये मृत्युबाण साँझ 4:33 पछि। नक्षत्रशूल दक्षिण, काल राहु चक्रमा कालको दिशा आग्नेय र पासको दिशा वायव्य। आज सूर्योदय बिहान 6:56 अनि सूर्यास्त साँझ 5:36। त्यस्तै चन्द्रोदय बिहान 9:57 अनि चन्द्रास्त बेलुका 8:59। आज बिहान 8:03 भन्दा पहिले जन्मिएका बालबालिकाको कुम्भ राशि हुन्छ भने त्यसपछि जन्मिएका सबै बालबालिकाको मीन राशि हुनेछ। आजका लागि राहुकाल, यमघण्ट र गुलिककाल
राहुकाल दिउँसो 10:56 देखि 12:16 सम्म। यमघण्ट दिउँसो 2:56 देखि 4:16 सम्म। गुलिकाल बिहान 8:16 देखि 9:36 सम्म अनि रोगबार बेला दिउँसो 1:36 देखि 2:56 सम्म। आज शुभ कर्म प्रारम्भ गर्नका लागि अभिजित मुहुर्तको समय दिउँसो 11:55 देखि 12:37 सम्म। शुभ बार बेलाको समय दिउँसो 12:16 देखि 1:36 सम्म अनि अमृत बार बेलाको समय बिहान 9:36 देखि 10:56 सम्म। आज यात्राका लागि पुरुषको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको तथा बिहान 8:03 पछि पश्चिम र उत्तर दिशाको यात्रा शुभ देखिन्छ। त्यस्तै महिलाको नेतृत्वमा उत्तर र पूर्व दिशाको यात्रा शुभ हुन्छ। तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा अमिलो पिरो चटपटे खानेकुरा वा जौ खाएर यात्रा सुरु गरेमा शुभ फल प्राप्त हुने विश्वास गरिन्छ। भोलि श्री स्कन्द षष्ठी अनि शीतला षष्ठी। पञ्चाङ्ग खण्ड समाप्त भएको छ। यहाँ मैले प्रयोग गरेको समयादि नेपाल स्थित पञ्चाङ्ग निर्णयक समितिद्वारा स्वीकृति प्रदान गरिएको पात्र अनुसार नेपालको राष्ट्रिय समयमा निर्धारित समय हो। ठाउँ अनुसार सूर्योदय सूर्यास्त लगायत तिथि नक्षत्र आदि र नामाक्षरमा पनि समयान्तर हुनेछ। कुनै पनि विशेष निर्णय लिनु पूर्व योग्य ज्योतिषी वा जानकार पण्डितज्यूको सहयोग लिनुहोला। त्यस्तो अवस्था नभएमा मैले प्रदान गरेको समयमध्ये बीच भागमा पर्ने मध्यम समयको प्रयोग गर्नुहुन अनुरोध गर्दछु। अब पालो आएको छ राशिफलको, तर त्यसअघि चर्चा गरौँ आजको ग्रह गोचरको। आज बिहान झुल्के घाममा कुम्भ राशिको चन्द्रमा छ, तर बिहान 8:03 चन्द्रमाले राशि परिवर्तन गरी मीन राशिमा प्रवेश गर्नेछ। उदयकाली कुण्डली अनुसार पहिलो भावमा कुम्भ राशिमा चन्द्रमा र राहु, चन्द्रमाको दोस्रो भावमा मीन राशिमा शनिश्चर, पाँचौं भावमा मिथुन राशिमा बृहस्पति, सातौं भावमा सिंह राशिमा केतु अनि 12औं भावमा मकर राशिमा सूर्य, मङ्गल, बुध र शुक्र ग्रहको उपस्थिति रहेको देखिन्छ। सूर्योदयमा कुम्भ राशिमा देखिए पनि आज कुम्भ र मीन राशिमा रहने चन्द्रमाको तपाईँको राशिमा के कस्तो प्रत्यक्ष प्रभाव पर्न सक्छ त आउनुहोस् लेखाजोखा गरौँ मेष राशिबाट। मेष राशि। मेष राशि हुनेहरूका लागि आज कामधाममा भन्दा पनि कल्पना र भावनामा केन्द्रित भइनेछ। घर परिवार वा छरछिमेकीका सानातिना जिम्मेवारी बोक्नुपर्ने हुन्छ। बढी खर्च हुने परिस्थिति छ, त्यसैले आर्थिक कारोबारमा सतर्कता अपनाउनु पर्छ। व्यापार वा कारोबार गर्नका लागि सानोतिनो यात्रामा जानुपर्दा व्यापारमा ध्यान केन्द्रित हुन सक्दैन। दण्ड वा जरिवानामा पर्न सकिने वा कुनै कानुनी बाधा अडचन बेहोर्नुपर्ने हुन्छ। कार्यक्षेत्र वा प्रशासनिक कामकाजमा बाध्यात्मक काममा ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ। समयमा काम गर्न नसक्दा विशेष अवसर फुत्कन सक्छ। आर्थिक सङ्कटले पनि तनाव बढ्न सक्छ। परदेशमा हुनुहुन्छ भने परिवारमा नयाँ सदस्य वा अतिथिको आगमन हुन सक्छ। मिहिनेत गर्दा लक्ष्यको नजिकै पुग्न सकिनेछ, तर मनमा छटपटी र कौतूहलता प्राप्त हुनेछ। गृहिणीहरूका लागि जुनसुकै काम सम्हाल्दा विशेष सावधानी अपनाउनु पर्ने हुन्छ। अझ आर्थिक पक्ष हो भने सानातिना खर्चको पनि हेक्का राख्नुहोला। प्रेम जीवनमा नराम्रो ठान्ने, नराम्रो बुझ्ने र खराब सुन्ने साथीहरूका माझमा आफ्नो भित्री कुरा नबताउनुहोला, नत्र बेकारको अफवाह फैलिने डर हुन्छ। छात्र छात्राको कुरा गर्ने हो भने पठन पाठनमा ध्यान केन्द्रित हुँदैन। चित्तमा शान्ति होस् र मन स्थिर होस् भन्ने उद्देश्यले मेडिटेसन, योग र ध्यानतर्फ आकर्षित हुनुपर्छ। बिहानको केही समय राम्रै देखिन्छ, तथापि दिनभरि 12औं घरमा चन्द्रमाको उपस्थिति रहनाले ठुला आशा र महत्त्वाकांक्षा त्यागी अघि बढ्नु श्रेयस्कर हुनेछ। दिउँसो शत्रुपक्षले असजिलो पार्न सक्छन्। प्रतिशोधको भावना त्याग्नु राम्रो हुनेछ। आफूले गरेका प्रयास र उद्यममा निराशा भोग्नुपर्छ। अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनु पर्ने हुन सक्छ। श्रममूलक काम वा कृषिजन्य व्यवसायमा गरिएको मेहनतबाट लाभ प्राप्त हुन नसक्दा दिक्क लाग्न सक्छ। सानातिना कामको झमेला आउन सक्छ। परिवारको कुनै सदस्यको स्वास्थ्य सम्बन्ध चिन्ता हुन सक्छ। अनावश्यक यात्राबाट जोगिनु राम्रो हुनेछ, किनभने भ्रमण, पर्यटन र मनोरञ्जनात्मक क्रियाकलापमा खर्च बढ्ने र जोखिम हुने सम्भावना देखिन्छ। आजका लागि शुभ रङ सेतो, शुभ अङ्क 3, शुभ दिशा उत्तर, इष्टदेवता भगवान भोले शङ्कर। त्यस्तै आज कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानु छ भने ओम नमः शिवाय यस मन्त्रलाई कम्तीमा 21 पटक जप गर्नुहोला, पक्कै पनि लाभ हुनेछ। वृष राशि। वृष राशि हुनेहरूका लागि आज व्यस्तताका बीचमा समय बित्नेछ, तथापि आफ्ना लागि समय निकालेर
आफूभित्रका कमी कमजोरीको मूल्याङ्कन र विश्लेषण गरेमा व्यक्तित्वमा सकारात्मक परिवर्तन ल्याउन सकिने सुन्दर समयको आगमन भएको छ। तर प्रेम हार्दिकता र भावनाका दृष्टिले कमजोर दिन रहेको छ। कर्मप्रतिको समर्पण भाव बढ्नेछ। अनुयायी वा सहकर्मीहरूले खुसीको कुरो सुनाउनेछन्। इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ। पद प्रतिष्ठा प्राप्तिको प्रयास सफल हुनेछ। अझ अपराह्नदेखि व्यक्तित्वलाई कसरी उन्नत बनाउने भन्ने विषयमा केन्द्रित भइनेछ। स्थिर सम्पत्ति वा सेयर कारोबारमा गरेको लगानीको राम्रो प्रतिफल मिल्नेछ। 10औं र 11औं भावमा रहेको चन्द्रमाको प्रभावले घरमा अभिभावक वर्ग तथा कार्यक्षेत्रमा सिनियर्सका तुलनामा जुनियर्स वा भाइ बहिनीको सहायता पाउन सकिने दिन हो। अझ राजनीति वा समाजसेवा नै कार्यक्षेत्र हो भने नेतृत्वदायी भूमिका वहन गर्नुपर्नेछ। व्यवसायीहरूका लागि कारोबारमा राम्रै फड्को मार्ने समय छ। लागि परेमा रोकिएको काम बन्नेछ, तर दायित्व र जिम्मेवारी भने बढिरहने समय हो। नोकरी गर्नेका लागि सेवाग्राही र वरिष्ठ कर्मचारी खुसी हुनेछन्। स्थिर प्रयोजनमा धन लगानी गर्न सक्नुहुन्छ। पुराना सहकर्मीसँगको भेटघाटले मनलाई ताजा बनाउनेछ। वैदेशिक रोजगारीको कुरा गर्दा पारिवारिक उत्थानका निम्ति कुनै महत्त्वपूर्ण कार्य प्रारम्भ गर्ने मनसाय बन्नेछ। आर्थिक लगानीको समय छ। सञ्चार माध्यमबाट शुभ सन्देश आउनेछ। गृहिणीहरूका लागि काम धन्दामा सहजताको अनुभूति हुनेछ। घर परिवारमा पनि समझदारी रहनेछ। अझ साथीसङ्गी र बाल्यावस्थाका मित्रसँग भेटघाट हुनाले दिन रमाइलो बन्न सक्छ। प्रेम प्रसङ्गको कुरा गर्दा लाभमूलक काममा दौडधुप गर्नुपर्दा आपसी समन्वयमा कमजोरी देखा पर्नेछ। तर अनुराग र वाक्पटुताद्वारा परिस्थिति सहज बनाउन सकिनेछ। शिक्षा दीक्षातर्फको कुरा गर्दा परीक्षा प्रतियोगिता वा अन्तर्वार्ता छ भने प्रतियोगी बलिया छन् भन्ने बुझी अझ धेरै मिहिनेत र प्रयास गर्नुपर्ने दिन हो। आजका लागि शुभ रङ सेतो वा उज्यालो, शुभ अङ्क 2, शुभ दिशा पश्चिम, इष्टदेवी माता लक्ष्मी। त्यस्तै आज कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानु छ भने ओम द्राम द्रिम द्रौं सह शुक्राय नमः यस मन्त्रलाई कम्तीमा 11 पटक जप गर्नुहोला। पक्कै पनि लाभ हुनेछ। मिथुन राशि। मिथुन राशि हुनेहरूका लागि आज कार्यक्षेत्रमा सिनियर अधिकृतको र घरमा अभिभावकको आशीर्वाद र सहानुभूति प्राप्त हुनाले आत्मविश्वास जाग्नेछ। अरूको नकारात्मक प्रतिक्रियालाई ध्यान नदिई आफ्नो काममा केन्द्रित हुनुपर्ने दिन हो। लक्ष्यप्रति दृढ भएर काम गर्नुहोस्। भाग्यले पक्कै पनि साथ दिनेछ। लामो समयदेखि कुनै काम रोकिएको छ भने पुनः प्रयास गर्नुहोस्। कामले पुनः गति समात्न थाल्नेछ। व्यस्तताका कारण जीवनसाथी र प्रेयसीलाई समय छुट्याउन सकिँदैन, तर लगनशील भएर काम गर्दा आज हाँके ताकेका हरेक काममा सफलता पाउन सक्नुहुन्छ। अनि धैर्य गरी मेहनत गरेमा कार्यसिद्धि हुने समय छ। 9औं र 10औं भावमा चन्द्रमा रहेकाले सङ्घर्ष नै जीवनको अर्को नाम हो भन्ने ठानी अघि बढ्दा महत्त्वाकांक्षा पूरा गर्नुका साथै करियरमा परिवर्तन ल्याउन सक्नुहुन्छ। प्रयास गर्दा सामाजिक क्षेत्र र नोकरीबाट मान सम्मान मिल्नेछ। व्यापारीको कुरा गर्दा नयाँ सम्झौता वा करारका माध्यमबाट धन बढाउन सकिनेछ। जग्गा जमिन, पेट्रोलियम पदार्थ, प्लास्टिकका वस्तुहरू र सञ्चारका सामग्रीमा लाभ हुनेछ। जागिरेको कुरा गर्दा धनमान र प्रतिष्ठा बढ्ने दिन हो। चाहेको जिम्मेवारी पाउनुका साथै प्रशंसा र पुरस्कार प्राप्तिको योग छ। वैदेशिक प्रयोजनका काममा मौखिक अभिव्यक्तिका माध्यमबाट नयाँ अवसर मिल्न सक्छ। हातमा अचानक नसोचेको धन प्राप्ति हुनेछ। त्यस्तै कारोबार विस्तारका लागि धन लगानी गर्ने परिस्थिति देखिन्छ। गृहिणीहरूका लागि दौडधुप र तपेडी गर्ने समय छ। काममा कसैको साथ सहयोग मिल्दैन, तर व्यक्तित्व विकास र प्रतिष्ठा प्राप्तिको प्रयासमा उपलब्धि लिन सकिनेछ। प्रेम जीवनमा व्यावसायिक कामको चाप बढ्न सक्छ अथवा कुनै कामका लागि टाढा जानुपर्ने बाध्यता हुनेछ। यद्यपि एक आपसमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ। विद्यार्थीहरूका लागि इच्छा शक्ति बढ्नुका साथै लक्ष्य प्राप्त गर्ने साहस जुट्नेछ। प्रविधि र खोजमूलक विषयका छात्रछात्राले अझ राम्रो गर्न सक्ने दिन हो। आजका लागि शुभ रङ पहेँलो, शुभ अङ्क 1, शुभ दिशा दक्षिण, इष्टदेवता भगवान नारायण। त्यस्तै आज कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानु छ भने ओम अनन्ताय नमः यस मन्त्रलाई कम्तीमा 11 पटक जप गर्नुहोला। पक्कै पनि लाभ हुनेछ। कर्कट राशि। कर्कट राशि हुनेहरूका लागि आज परिस्थिति आज पनि विपक्षमा नै रहेको देखिन्छ। यद्यपि डरै हाल्नुपर्ने वा अतालिने दिन होइन। गरेका प्रयासमा ढिलै भए पनि सफलता आर्जन गर्न सकिनेछ। सानो प्रयासले रोकिएको कामलाई अघि बढाउने अवसर मिल्नेछ। साँझ सोच्दै नसोचेको कुनै काम अचानक बनेको समाचार प्राप्त हुनेछ। परोपकार र धार्मिक क्षेत्रका कामधाममा मन आकर्षित बन्न सक्छ। घरायसी र दाम्पत्य सम्बन्धमा सुमधुरता हुनेछ। मान सम्मान र प्रशंसा बढुल्ने दिन हो।
त्यस्तो बाटो देखा पर्न सक्छ जसले गर्दा तपाईँको ठप्प रहेको जीवनचर्याले गति लिन थाल्नेछ। सुरुमा सङ्कट क्षेत्रमा चन्द्रमाको उपस्थिति भए पनि बिहान 8:03 भाग्यस्थानमा चन्द्र गोचर रहेकाले सफलता चाहनेले समस्या पहिल्याउनमा होइन समाधान खोज्नमा ध्यान केन्द्रित गर्नुपर्छ। भविष्य सुध्रनुका साथै ठोस आम्दानी समेत हासिल हुन सक्छ। तपाईँले केवल प्रयास गर्ने हो, भाग्यले नचिताएको उपलब्धि प्रदान गर्नेछ। व्यापारीको कुरा गर्दा जनसम्पर्क, सार्वजनिक सम्बन्ध वा नेटवर्किङका माध्यमबाट आय स्रोतमा बढोत्तरी हुनेछ। परिस्थिति बुझेर स्थिर सम्पत्ति वा सेयर कारोबारमा चासो राख्नु ठिक हुन्छ। कर्मचारी वा जागिरेका निमित्त आम्दानीको मार्गमा बढोत्तरी हुनाले जीवनमा नयाँ आयाम थपिने दिन हो। विदेशी परियोजनामा काम गरेमा सुसुप्त चाहनालाई जीवन्त तुल्याउन सकिनेछ। विदेशी प्रायोजनको काममा इच्छा पूरा हुने दिन हो। विशिष्ट व्यक्तित्व वा विद्वान गुरुसित मित्रता र भेटघाट हुने समय हो। घरमा अभिभावकसित सम्पर्क गरी भलाकुसारी गरेको जाति हुन्छ। गृहिणीहरूका लागि पति पत्नीका बीचमा कुनै विवाद छ भने भलाकुसारीका माध्यमबाट त्यसलाई हल गर्न एकसाथ कतै घुमघाममा वा किनमेलमा जाने अनुकूलता मिलाउनु ठिक हुन्छ। प्रेम प्रसङ्गको कुरा गर्दा पार्टनरको रचनात्मक क्रियाकलापले एउटा नौलो प्रेरणा प्राप्त हुनेछ। कामधन्दा तपाईँको तनावको विषय बन्न सक्छ। सकेसम्म प्रेम र रोमान्सका लागि समय निकाल्नुहोला। छात्र छात्राको कुरा गर्ने हो भने विशेष गरी जो निरन्तर मिहिनेत गर्दछन् र केही नयाँ सिक्ने मनसाय राख्दछन् तिनको प्रयास सफल हुने तथा प्रशंसा पाउने समय हो। आजका लागि शुभ रङ पहेँलो वा सुन्तले, शुभ अङ्क 9, शुभ दिशा पूर्व, इष्टदेवता भगवान विष्णु। त्यस्तै आज कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानु छ भने ओम गुम गुरवे नमः यस मन्त्रलाई कम्तीमा 19 पटक जप गर्नुहोला, पक्कै पनि लाभ हुनेछ। सिंह राशि। सिंह राशि हुनेहरूका लागि आज कसैको चित्त दुखाएर फाइदा लिने कोसिस गर्नु हुँदैन। दुराशा र महत्वाकांक्षाले केवल निराशा मात्र बढ्दछ। हतारमा लिएको निर्णय गलत हुन सक्छ। त्यसैले धैर्य र संयमताका साथमा काम गर्ने दिन हो। व्यापारबाटाको कुरा गर्दा लेनदेनका क्रममा दबावमा हुनुहुन्छ भने पनि सम्झौता गर्नु हुँदैन। बरु परिस्थिति विपक्षमा छ भने पुनर्विचार गर्नुहोस्। समय बित्दै जाँदा दैनिकीमा सुधार आउनेछ। कार्यक्षेत्र वा प्रशासनिक कामकाजमा लक्ष्यप्रति ध्यान केन्द्रित नहुने समय छ। चोटपटक वा दुर्घटनाबाट बच्न सावधानी अपनाउनु ठिक हुन्छ। अनि आज कार्यक्षेत्रको बोझ घरमा लिएर जानु हुँदैन। परदेशमा हुनुहुन्छ भने वैराग्य र निराशाका भाव मडारिन सक्छन्। तर आज कुनै फाइदा हुने क्षेत्रमा आकर्षण छ वा स्थान परिवर्तन गर्ने मोडमा हुनुहुन्छ भने काम थाल्नुहोस्, लाभ हुनेछ। गृहिणीहरूका लागि मनोबल र आत्मा कमजोरी देखा पर्न सक्छ। कामधाम र जिम्मेवारीमा मात्र होइन, आफ्नो तन्दुरुस्ती र स्वास्थ्य पक्षको पनि ख्याल राख्नुपर्छ। प्रेम जीवनमा मनमा चिन्ता र निराशा बढ्ने दिन हो। त्यस्ता चालचलन र व्यवहारप्रति आफूलाई सजग राख्नुपर्छ जसले लभमेटको गुनासो बढ्ने गर्दछ। विद्याप्राप्ति वा पठन पाठनको क्षेत्रमा तन्त्र मन्त्र साधना एवं कुनै रहस्यात्मक विषयमा रुचि बढ्न सक्छ। आज कडा मिहिनेत गरी नसुल्झिएको समस्यालाई हल गर्न सक्नुहुन्छ। बिहान 8:03 नै अष्टम भाव अर्थात् सङ्कटको घरमा चन्द्रमा पुग्ने तथा खराब ऊर्जा प्रदान गर्ने दिन हो। अतः सुरुमा रमाइलो र मोजमस्तीमा दिन बिताउने मनसाय बन्नेछ। तर पनि बाध्यतामा खुम्चनु पर्दा दिक्क लाग्नेछ। दिउँसोसम्म केही सकारात्मकता देखिन सक्छ। पारिवारिक जीवन पनि सामान्य ढङ्गले अघि बढ्नेछ। तर अपराह्नदेखि प्रत्येक काममा बाधा अड्चन आउने एवं आपसी सम्बन्धमा समेत किचलो र विवाद हुने सम्भावना छ। भनेको कुराले पनि विपरीत अर्थ प्रदान गर्नेछ। नजिकैको मित्र वा नातेदारले अपमानित तुल्याउन सक्छन्। प्रतिष्ठा प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्छ। स्वास्थ्य पक्ष पनि कमजोर रहेको छ। अझ सवारी हाँक्दा वा बाटो काट्दा होस राख्नुपर्छ। आजका लागि शुभ रङ सेतो वा पहेँलो, शुभ अङ्क 8, शुभ दिशा उत्तर, इष्टदेवता भगवान नारायण। त्यस्तै आज कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानु छ भने ओम धर्मराजाय नमः यस मन्त्रलाई कम्तीमा 11 पटक जप गर्नुहोला, पक्कै पनि लाभ हुनेछ। कन्या राशि। कन्या राशि हुनेहरूका लागि आज पेसा वा व्यवसायका सजिला पक्षको निराकरणका लागि गरिएको प्रयास सफल हुनेछ। शान्त र रमाइलो वातावरणको सिर्जना हुनेछ। व्यवहारिक र व्यावसायिक चिन्तनका लागि उपयुक्त समय छ। जसरी भए पनि घर व्यवहार, भौतिक सुख र माया प्रेमका लागि समय निकाल्नु राम्रो हुन्छ। परदेशमा हुनुहुन्छ भने घर परिवारमा सम्पर्क राखी खैरखबर बुझ्ने दिन हो। खानपिन, घुमघाम एवं भेटघाटको बेला छ। दिन छिपिँदै जाँदा समय भाग्यशाली हुनेछ। प्रेम भाव र प्रणय सुखका लागि अनुकूल समय छ। मिल्की पख मन रोमाञ्चक र चञ्चल बन्न सक्छ। 6औं र 7औं घरमा रहेको चन्द्रमाको प्रभावले आनन्द र रमणीयताका लागि समय छुट्याइनेछ। घुमघाम, भ्रमण र
पर्यटनको मनसाय पनि बन्न सक्छ र जीवनसाथी वा प्रेयसीको भावनाको कदर गर्दै केही धन रकम मोज मजामा खर्च गर्ने परिस्थिति छ। व्यापारिक प्रयोजनको काममा आयात निर्यातको काम, वैदेशिक प्रयोजनको व्यवसाय, ट्राभल एजेन्सी आदिका व्यवसायिक खुसी हुने दिन हो। तर घर परिवारका चाहना अनुसार खर्चमा वृद्धि हुन सक्छ। नोकरी गर्नेका लागि नयाँ कामतर्फ अग्रसर भइनेछ। आफ्नो पुरुषार्थ बढ्नाले प्रतिद्वन्द्वीको मनोबल कमजोर बन्नेछ। आजको केही समय आफन्त वा घर परिवारका लागि छुट्याउनु पर्ने हुन्छ। वैदेशिक रोजगारीको कुरा गर्दा आकस्मिक रूपमा नचिताएको ठाउँबाट विशेष लाभ पाउन सक्नुहुन्छ। कमाएको केही अंश साथीभाइ भाइ बहिनी वा छोराछोरीको चाहना पूरा गर्न खर्च गर्नुपर्छ। गृहिणीहरूका लागि मनोरञ्जनात्मक क्रियाकलापमा संलग्न हुने तथा भोजन र परिकारको स्वादमा रमाउने दिन छ। तर पनि जीवनसाथीको इच्छा र रुचिलाई ध्यान दिनु ठिक हुन्छ। प्रेम प्रसङ्गको कुरा गर्दा इच्छानुरूप एकान्तमा बस्न पाउने अवसर मिल्नेछ। यस अवसरमा मनमा ज्वरो गाडेर बसेको कुनै कुरा छ भने साथीलाई बताउनुहोला। विद्यार्थीहरूका लागि रमणीयता र भावुकतामा भुलिने हुँदा कुनै महत्त्वपूर्ण पाठमा कमजोरी र कसर देखिने डर छ। त्यसैले लक्ष्य प्राप्त गर्न कडा मेहनत गर्नुपर्छ। आजका लागि शुभ रङ सेतो वा चम्किलो, शुभ अङ्क 7, शुभ दिशा पश्चिम, इष्ट देवता भगवान शिव। त्यस्तै आज कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानु छ भने ओम शुम शुक्राय नमः यस मन्त्रलाई कम्तीमा 11 पटक जप गर्नुहोला, पक्कै पनि लाभ हुनेछ। तुला राशि। तुला राशि हुनेहरूका लागि आज ज्ञानमूलक विषयमा सक्रिय भई आजको समय व्यतीत हुनेछ। विशेष काम गर्नु छ भने परिवारभित्रका वा छरछिमेकका किशोर किशोरीको सहयोग लिन सकिनेछ। झगडालु स्वभाव र चिडचिडेपन विकसित हुने दिन हो। त्यसैले काम गर्दा रिस आवेग र घमण्डमा कन्ट्रोल गर्नु जाती हुन्छ। साथीहरूको लहलहेमा अथवा भोज पार्टी आदिका कारण व्यवहार बढ्ने समय हो। तपाईँको आर्थिक पक्ष बलियो नै देखिन्छ। निर्णयात्मक काममा अलमलमा पर्नुहुन्छ। त्यस्तै बेलुकीपख भ्रम र शङ्काका कारण तनाव बढ्न सक्छ। तर पनि हरेक कदममा जीवनसाथीको साथ मिल्ने समय हो। 5औं र 6औं भावमा चन्द्रमा रहेकाले प्रतिष्ठा प्राप्त गर्न प्रतिस्पर्धा गर्ने दिन हो। चिन्तन मननमा निर्लिप्त हुने परिस्थिति पनि बन्नेछ। कुनै कुनै विषयमा बेकारको तर्क वा बहस हुन सक्ने दिन हो। त्यसैले मुखमा लगाम लगाएकै जाति हुन्छ। व्यापार वा कारोबार गर्नेका लागि गरेको मेहनतले सार्थक परिणाम प्राप्त हुनेछ। साथै प्रभाव र प्रभुत्व बढ्ने समय छ। तर हडबड र शीघ्रता शत्रु बन्न सक्छन्। जागिरेको कुरा गर्दा कार्यालयमा सहयोगी साथीहरू र घरमा परिवारका सदस्यहरूले तपाईँका कुरा नबुझिदिँदा दिक्क मान्न सक्नुहुन्छ। तर आज रिस र आवेगमा नियन्त्रण गरेको असल हुन्छ। वैदेशिक प्रयोजनका काममा नयाँ व्यवसाय वा रोजगारीको खोजी गरेमा प्रयास सफल हुने समय हो। तर शत्रु र प्रतिस्पर्धीको गतिविधिप्रति सचेत हुनु ठिक हुन्छ। गृहिणीहरूका लागि झैझगडा वा विवादबाट टाढा बसेको जाति हुन्छ। अर्काको काम वा विषयवस्तुमा ध्यान दिएमा अवगाल वा अब्जस खिप्नुपर्ने समय छ। प्रेम जीवनमा पार्टनरसँग दूरी बढ्दा मात्र उसको महत्त्व कति छ भन्ने आभास हुने दिन हो। स्वास्थ्यगत कमजोरीले पनि रोमान्टिक जीवन प्रभावित बन्न सक्छ। छात्र छात्राको कुरा गर्ने हो भने जिद्दीपन र घमण्ड बढ्नेछ। गर्नुपर्ने काम वा जिम्मेवारीप्रति कुनै लगाव देखिँदैन। तर परीक्षामा खर उत्रन अझ धेरै मेहनत गर्ने समय हो। आजका लागि शुभ रङ रङ्गबिरङ्गी वा चिरबिरे, शुभ अङ्क 6, शुभ दिशा दक्षिण, इष्ट देवता भगवान भोले शङ्कर। त्यस्तै आज कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानु छ भने ओम कवये नमः यस मन्त्रलाई कम्तीमा 11 पटक जप गर्नुहोला, पक्कै पनि लाभ हुनेछ। वृश्चिक राशि। वृश्चिक राशि हुनेहरूका लागि आज घरैसी समस्यामा केन्द्रित रहनुपर्नेछ। आर्थिक पाटो पनि बलियो देखिँदैन। तथापि प्रयास गरेमा देखिएका चुनौती र बाधा अडचनलाई दूर गर्न सकिनेछ। वैदेशिक रोजगारी वा उक्त प्रयोजनको काम नै कार्यक्षेत्र हो भने आज धेर थोर लाभ पनि हुन सक्छ। प्रेम जीवन र गृह सुखका लागि त्यति अनुकूल समय देखिँदैन। तर किशोर किशोरी आत्मरतिमा वा मनोरञ्जनमा रमाउनेछन्। बेलुकीपख ज्ञानमूलक र आध्यात्मिक विषयवस्तुको मोह जाग्नेछ। छोराछोरीको चिन्ताले सताउन सक्छ। समग्रतामा बुद्धि र विवेकको प्रयोग गर्न सके धेर थोर लाभ पाउने दिन हो। बिहानी पख चौथो घरमा देखिए पनि आज मूलतः विद्यास्थानमा चन्द्र गोचर रहने हुँदा अनुयायी, जुनियर स्टाफ र सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बनाउन सकिने तथा नयाँ काम सुरु गर्ने समय हो। उद्यमी र लगनशील व्यक्तिले अझ धेरै फाइदा बटुल्नेछन्। व्यवसायीहरूका लागि मन्दी र नोक्सानीका बारेमा पुनर्मूल्याङ्कन गरी अघि बढ्ने समय हो। नयाँ कामको प्रस्ताव आउन सक्छ। बुद्धिको प्रयोग गरेमा लाभ समेत पाइनेछ। कर्मचारी वा जागिरेका निमित्त बुद्धिले भाव पाउने समय हो। लेखन, कला वा सङ्गीत जस्ता अतिरिक्त क्रियाकलापमा रुचि राख्नुहुन्छ भने आज सहकर्मीका माझमा प्रतिष्ठित बन्न पाइनेछ।
विदेशी प्रयोजनको काममा सहयोगको भावना पलाउने दिन हो। कुनै महत्त्वपूर्ण काममा कसैको सहयोग गर्नुपर्ने वा परोपकारी काममा लगानी गर्ने परिस्थिति बन्नेछ। गृहिणीहरूका लागि छोराछोरीको क्रियाकलाप र उन्नति प्रगति देखेर दङ्ग पर्ने तथा सुखानुभूति हुने दिन हो। परिवारजनको सहमति जुट्नाले नचिताएको काम सम्पन्न गर्न सकिनेछ। प्रेम प्रसङ्गको कुरा गर्दा कल्पना र भावना साकार हुने दिन हो। आफ्ना कुरा थोपर्ने मात्र होइन, लभमेटका कुरा सुनेमा पनि सन्तुष्टि लिन सकिनेछ। शिक्षा दीक्षातर्फको कुरा गर्दा प्रयास गरेको कुनै पनि साधनाले पूर्णता प्राप्त गर्नेछ। नजानेर अड्किएका विषयमा आज पुनः प्रयास गर्नु राम्रो हुन्छ। आजका लागि शुभ रङ सेतो, शुभ अङ्क 5, शुभ दिशा पूर्व, इष्टदेवी माता सरस्वती। त्यस्तै आज कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानु छ भने ओम नीति विद्या धुरन्धराय नमः यस मन्त्रलाई कम्तीमा 11 पटक जप गर्नुहोला, पक्कै पनि लाभ हुनेछ। धनु राशि। धनु राशि हुनेहरूका लागि आज आपसी तालमेल र पारिवारिक सम्बन्धलाई हरसम्भव सुदृढ बनाउन प्रयास गर्ने दिन हो। आवश्यक भएमा बन्धुबान्धव वा साथीभाइको सहयोग लिन सकिन्छ अथवा आफन्तका निमित्त पनि समय दिनुपर्ने हुन्छ। व्यापारीको कुरा गर्दा सहकार्य वा साझेदारीको काममा दौडधुप गर्नुपर्ने समय हो। कारोबारमा ध्यान केन्द्रित हुन सक्दैन, तर पनि आर्थिक सन्तुलन कायम रहने दिन हो। कार्यक्षेत्र वा प्रशासनिक कामकाजमा परिस्थिति अनुकूल देखिए पनि भौतिक सुविधा बढाउन थप व्ययभार थपिने दिन हो। त्यस्तै मनोरञ्जनात्मक क्रियाकलापमा अल्मलिँदा गर्ने पर्ने काममा विलम्ब हुनेछ। परदेशमा हुनुहुन्छ भने काममा रुचि हुने छैन। बरु रहस्य, अध्यात्म, तन्त्र मन्त्र र जादु टुनाका विषयमा रुचि बढ्न सक्छ। तर पनि नसोचेको धन हातमा आइपुग्ने दिन छ। गृहिणीहरूका लागि घरभित्रका जिनामसिना काममा व्यस्त रहँदा समय बितेको पत्तो पाइँदैन। तर सानातिना र बेकामे कुरामा मन अल्झियो भने निराशा बिहोर्नुपर्छ। प्रेम जीवनमा विश्वासको सङ्कट देखा पर्न सक्छ। ससाना कुरामा विवाद हुने भएछ। एक आपसमा कुनै पनि कुरा नलुकाउनुहोला। विद्यार्थीहरूका लागि कुनै समस्या छ भने अभिभावकसँग प्रश्नसँग राख्ने प्रयास गर्नुहोला। घर बाहिर हुनुहुन्छ भने मन मिल्ने साथीलाई बताउनु ठिक हुन्छ। पराक्रम स्थान र सुख भावमा रहेको चन्द्रमाको फलमा केही कमी देखिँदैछ। अतः मानसिक पीडा थपिने, स्वास्थ्य स्थितिमा विकार आउने वा असहज परिस्थिति सिर्जना हुन सक्ने समय हो। बिहानी पख सामाजिक वा पारम्परिक काममा समय प्रदान गर्नुपर्नेछ। आफन्तका बीचमा सहयोग आदान प्रदान गर्ने समय हो। तर दिन छिपिनासाथ नैराश्य भाव र खिन्नतामा वृद्धि हुनेछ। कार्यक्षेत्र र बन्द व्यापारमा पनि आफूले चाहे जस्तो प्रतिफल मिल्दैन। बरु अनाहकमा गर्दै नगरेको वा सहभागिता नजनाएको गल्तीको समेत सजाय भोग्नुपर्ने हुन्छ। अबको 2 दिनसम्म समय कमजोर रहने हुँदा घरभित्रको विवाद र कलहमा तथा आमाको वा स्वयं आफ्नो स्वास्थ्य स्थितिप्रति सचेत र संयम हुनु जरुरी देखिन्छ। आजका लागि शुभ रङ सेतो वा उज्यालो, शुभ अङ्क 4, शुभ दिशा उत्तर, इष्टदेवी माता लक्ष्मी। त्यस्तै आज कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानु छ भने ओम भार्गवाय नमः यस मन्त्रलाई कम्तीमा 11 पटक जप गर्नुहोला, पक्कै पनि लाभ हुनेछ। मकर राशि। मकर राशि हुनेहरूका लागि आज वाचाबन्धन वा कसम पुरा गर्न खट्नुपर्ने दिन छ। थोरै लाभ भए पनि ठुलो खाँचो टार्न सकिनेछ। निरन्तरको प्रयासले रोकिएका काम पनि बन्न सक्छन्। सामाजिक र परोपकारी कामका साथै सम्बन्ध वा सम्पर्क बढाउने नेटवर्किङको क्षेत्रमा समेत सक्रिय भइनेछ। साथीभाइसँगको सम्बन्ध आत्मीय बन्नेछ। परिस्थिति र समय यस्तो बन्नेछ जसमा नचिताएको सफलता पनि पाउन सक्नुहुन्छ। धनको नयाँ स्रोत पहिल्याउन सकिने र थप धनार्जन गर्ने अवसर मिल्नेछ। त्यस्तै परोपकारी काम वा दान धर्ममा केही धन रकम लगानी हुने दिन हो। दोस्रो र तेस्रो भावमा रहेको चन्द्रमाको प्रभावले परिश्रमको प्रतिफल पाउने समय हो। यसबाट तपाईँको शक्ति र प्रतिष्ठामा वृद्धि हुन सक्छ। आफ्नो आन्तरिक ऊर्जा र मानसिक क्षमतालाई उपयोग गर्नुहोस्। कुनै पनि समस्यालाई सजिलै समाधान गर्न सक्नुहुन्छ। व्यापारीको कुरा गर्दा सहयोगी र साझेदारहरूसँग राम्रो सम्बन्ध कायम हुनेछ। बिजुलीका उपकरण, खेलकुद सामग्री र फलाम सम्बन्ध निर्माणको कामबाट फाइदा लिन सकिने दिन हो। नोकरी गर्नेका लागि व्यक्तित्व विकासका निमित्त प्रयास गर्ने समय हो। परीक्षा वा अन्तर्वार्ता आदिमा सफलता हात पर्नेछ। काममा सहयोगीको साथ पाइने समय छ। वैदेशिक रोजगारीको कुरा गर्दा प्रेम सम्बन्ध र दाम्पत्य सुखका लागि महत्त्वपूर्ण दिन छ। पारिवारिक वातावरण पनि सुमधुर रहनेछ। घुमघाम र मस्तीमा खर्च बढ्नेछ। गृहिणीहरूका लागि व्यक्तिगत कार्यमा सफलता मिल्नेछ। तर पारिवारिक दायित्व र जिम्मेवारी बढिरहने समय हो। बरु दाजुभाइ वा माइती पक्षको सहयोग जुटाउन सक्नुहुन्छ। प्रेम प्रसङ्गको कुरा गर्दा साथी सङ्गीसित रमाइलो भेटघाट हुनेछ। एक आपसका गुनासा सुन्ने दिन हो। देखिएका चुनौती पन्छाएर पनि परिस्थिति अनुकूल बनाउन सकिनेछ।
छात्र छात्राको कुरा गर्ने हो भने कुनै कुरा नजानेर अलमलमा पर्नुभएको छ भने साथीहरूसँग छलफल गरी जानकारी बटुल्ने दिन हो। नयाँ कुरो सिक्न पाइनेछ। आजका लागि शुभ रङ गुलाबी वा सिन्दुरे, शुभ अङ्क 3, शुभ दिशा पश्चिम, इष्ट देवता भगवान श्री गणेश। त्यस्तै आज कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानु छ भने ओम गम गणपतये नमः यस मन्त्रलाई कम्तीमा 21 पटक जप गर्नुहोला, पक्कै पनि लाभ हुनेछ। कुम्भ राशि। कुम्भ राशि हुनेहरूका लागि आज आफन्तको सहयोग जुटाएर कुनै काम निकाल्न सकिने दिन हो। लामो समयदेखि खरिद गर्न चाहेको कुनै वस्तुको किनमेलका लागि वातावरण तयार हुनेछ। घर गृहस्थीमा आवश्यक कुनै भौतिक सामान खरिद गर्ने बाध्यात्मक परिस्थिति पनि खडा हुन सक्छ। बिहान बित्नासाथ धनगामका नयाँ विकल्प के हुन सक्छन् भनी गोत लिन सक्नुहुन्छ। सेयर कारोबारप्रति आकर्षण छ भने जान्ने र अनुभवीको राय लिएर रकम लगानी गरेमा भविष्य सप्रनेछ। डुब्न लागेको धन उठाउने प्रयास गर्नुहोला। बेलुकी पख चेलीबेटी वा नातागोतासँग भेटघाट हुँदा रमाइलो हुनेछ। लग्न भावमा र धनस्थानमा चन्द्रमा रहेकाले आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हात लागि हुने दिन हो। सेयरमा रुचि छ भने अनुभवीको राय लिएर लगानी गर्न सक्नुहुन्छ। साथै स्थिर प्रयोजनको धनमा समेत लगानी बढाउने दिन हो। व्यापारबाटाको कुरा गर्दा दैनिक आम्दानीमा बढोत्तरी हुनेछ। कतिपय विषयमा बोलीकै भरमा काम सम्पादन हुनेछ। साथै हाकिम र सेवाग्राही दुवै पक्ष प्रसन्न रहनेछन्। जागिरेको कुरा गर्दा आन्तरिक क्षमताको प्रयोग गरी वा मुख र हाउभावकै माध्यमबाट कुनै विशेष अवसर फुत्काउन सक्नुहुन्छ। अतिरिक्त आम्दानीका लागि मेहनत गर्ने दिन हो। वैदेशिक प्रयोजनका काममा बहस र विवादमा पकड भएको समय छ, तर शत्रु एवं प्रतिस्पर्धी बलिया देखिन्छन्। तोलेर बोलेको ठिक हुन्छ। गृहिणीहरूका लागि बडो आनन्द र उमङ्गका साथमा समय बित्नेछ। जीवनसाथीको पद प्रतिष्ठामा अभिवृद्धि हुनेछ र आम्दानीका मार्गहरू पनि बढ्ने सङ्केत छ। प्रेम जीवनमा व्यक्तिगत खुसीका लागि कुनै कुरामा खर्च बढ्ने समय हो। आर्थिक पक्ष कमजोर भएमा पार्टनरको सहायता लिन सकिनेछ। शिक्षा दीक्षातर्फको कुरा गर्दा मेहनत र बुद्धि कौशलको प्रयोग गरी आज सङ्गी साथीका बीचमा विद्वान र चङ्क साबित हुने दिन हो। गुरुजनबाट स्याबासी पाउन सक्नुहुन्छ। आजका लागि शुभ रङ सेतो वा उज्यालो, शुभ अङ्क 2, शुभ दिशा दक्षिण, इष्टदेवी माता लक्ष्मी। त्यस्तै आज कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानु छ भने ओम वैभव लक्ष्मी नमः यस मन्त्रलाई कम्तीमा 11 पटक जप गर्नुहोला, पक्कै पनि लाभ हुनेछ। मीन राशि। मीन राशि हुनेहरूका लागि आज व्यक्तित्व विकास, सुख शान्ति र धन समृद्धिका आधारमा अब आशावादी बन्ने समय हो। सुरुमा केही समस्या र व्यवहार बढ्नाले चिन्तित पनि बन्न सक्नुहुन्छ, तर आत्मबल र हिम्मतका साथमा काम गर्नुहोस्। हरेक प्रयासमा सफल भइनेछ। बिहानी पख मिश्रित प्रभाव भएको समय हो। दुःख सुख आय व्यय, सफलता असफलता उस्तै उस्तै रहनेछ। दिनचर्यालाई कसरी नयाँ ढङ्गले सुसञ्चालन गर्न सकिन्छ भनी गोत लिन पनि सक्नुहुन्छ। सुरुमा अन्धकार झै लागे पनि अन्ततोगत सफलता र प्रसन्नता हात पार्ने दिन हो। अतः दिन छिप्पिँदै जाँदा निर्णय सार्थक बन्दै जानेछ। बिहानी पख 12औं भावमा चन्द्रमा भए पनि बिहान 8:03 तपाईँको राशिमा चन्द्र गोचर रहने हुँदा निर्णयात्मक शक्ति र व्यवस्थापकीय कौशलताको प्रदर्शन गरी आफ्नो सर्कलमा छुट्टै पहिचान स्थापना गर्न सकिनेछ। दूरगामी भविष्यका योजनाहरूको मूल्याङ्कन गर्दै दृढ इच्छाशक्तिका साथमा काममा जुट्नुहोस्, सफलता मिल्नेछ। व्यापारिक प्रयोजनको काममा बिक्री बटामा बढावा हुने र थप हौसला जाग्ने समय हो। हिसाब किताबमा देखिएको कमजोरी र त्रुटि सच्याएर अघि बढेमा अझ धेरै फाइदा लिन सकिनेछ। कर्मचारी वा जागिरेका निमित्त मेहनतका बलमा सम्मान र प्रतिष्ठा कमाउन सकिने राम्रो समय छ। प्रतिस्पर्धीहरू पछि पर्नेछन्। लगनशील बन्न सके दायित्व र जिम्मेवारी समेत बढ्नेछ। विदेशी प्रयोजनको काममा घर परिवारमा माङ्गलिक कार्यको कुराकानी वा पूजापाठ आदिको आयोजना हुन सक्छ। प्रेम प्रणय र भावनामा मनको आकर्षण रहनेछ। गृहिणीहरूका लागि प्रायः सबै काममा तपाईँकै संयोजकत्व र भूमिका रहने देखिन्छ, तर पनि केही समय व्यक्तिगत खुसी र आन्तरिक आवश्यकताका लागि छुट्याउनु पर्ने हुन्छ। प्रेम प्रसङ्गको कुरा गर्दा चिन्ता र शङ्कालाई त्यागेर अब नयाँ ढङ्गले अघि बढ्ने प्रयास गर्नुहोस्। ब्रेक नै भएको छ भने पनि पुनः सम्बन्ध कायम हुनेछ। विद्यार्थीहरूका लागि अवसरको खोजी गर्ने दिन हो। आज प्रतिष्ठित शैक्षिक संस्थान वा विदेशमा उच्च शिक्षा हासिल गर्न प्रयास गर्ने समय छ। आजका लागि शुभ रङ पहेँलो वा सुन्तले, शुभ अङ्क 1, शुभ दिशा पूर्व, इष्ट देवता भगवान विष्णु। त्यस्तै आज कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानु छ भने ओम ब्रीम बृहस्पतये नमः यस मन्त्रलाई कम्तीमा 19 पटक जप गर्नुहोला, पक्कै पनि लाभ हुनेछ।
राशिफलको क्रम समाप्त भएको छ। यस राशिफलमा समेटिएका विवरणहरू ज्योतिषीय गणनामा आधारित विषय हुन् जुन तपाईँका लागि राम्रो वा नराम्रो जे पनि हुन सक्छ। राशिफल सुनेपछि पनि तपाईँले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्य पालना गर्नुपर्दछ र परोपकारी वा सामाजिक भावना राख्नुपर्दछ। यसो गर्नुभयो भने यहाँ उल्लेखित अनिष्टहरू नाश हुन्छन् वा न्यूनीकरण हुनेछन् अनि राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ। यो सचेतनापछि आजको राशिफलको सम्पूर्ण अङ्क समाप्त हुन्छ। म प्रस्तोता सुकृति कोइराला अब यहाँहरूबाट बिदा लिने अनुमति चाहन्छु। तपाईँको आजको दिन सुखद रहोस्, मङ्गलमय बनोस्, सत्कर्म गर्ने प्रेरणा प्राप्त होस्, इच्छाएको मानधन र सम्पत्तिको प्राप्ति होस्, घर परिवार र इष्टमित्र बीच मेलमिलाप र खुसियाली छाओस्, कार्यक्षेत्रमा सदैव उन्नति प्रगति होस्, स्वच्छ रहनुहोस्, स्वस्थ रहनुहोस्, सतर्क रहनुहोस्। सबैमा शुभकामना। नमस्कार।